यिनीहरू नै हो सर। के लुटे तपाईँको? मेरो भनेको चेन सिक्री। कतिजना कसरी आए कसरी लुटे? 6 जनाको ग्याङ थियो, 2 जना चाहिँ मलाई समातेर भनेको मसँग भिड्न लागेर लुटपाट गर्न लाग्यो। अरू बाइक लिएर तयारी भएर लुटेर लिएर गयो। मालबारी थियो, 1 तोलाको थियो, तर एकपट्टि मात्रै लग्यो। सिधा कुरा गर्नुपर्छ मान्छेले, हाम्रो पनि धर्म बाटो मैले निकालेर यो चाहिँ मैले निकालेर भुइँमा खालिसक्यो उनीहरूसँग लाखा खेल्दै खेल्दै। अनि यताको औँठी तानेछन्, रक्तमै आएछ, पर्सहरू लग्यो, मोबाइल लगेन, अनि रक्तमै भइसकेपछि उसले आफै खोलेर दिएछ पछि चल्कित होस आएपछि चाहिँ। हामीले कानुनले दण्डित गर्ने हदैसम्मको हामीले सजायको मागदाबी लिएर अनुरूपको चाहिँ अनुसन्धान पनि गर्छौँ र पीडितको क्षतिपूर्तिको सन्दर्भमा पनि त्यही अनुरूपको उहाँले पेश गर्नुभएको प्रमाण लगायत अन्य अनुसन्धानबाट खुलेका दशीको आधारमा हामीले मागदाबी लिएर जान्छौँ। हाम्रो पहिलो प्राथमिकता पीडितलाई न्याय दिलाउने हो र यो जुन एउटा लुटेराहरूको समूह छ, यो सङ्गठित समूह, यिनीहरूलाई चाहिँ हदैसम्मको सजाय दिलाउनु हो। के लुटपाट गरेर लग्यो लुटेराहरूले? पर्स लग्यो, कार्डहरू थियो, पैसा थियो, औँठी लग्यो। सबै सामान फिर्ता पाउनुभयो? केही पनि पाएको छैन, कहाँबाट पाउनु अहिले? प्रहरीहरूले खण्डमा ज्यान मार्ने जस्ता धम्कीहरू आयो कि आएर के थियो, कसरी? त्यस्तो केही पनि उसलाई थाहै छैन, बियो जस्तो भयो, उसले केही पनि थाहा छैन बाबुलाई। सामान पाउँछु भन्ने कुरा पनि विश्वस्त हुनुहुन्छ? पाउँछ, पक्कै पाउँछ। उहाँहरू जस्तो मान्छेहरू यहाँ भइसकेपछि पक्कै पाउँछ भन्ने मलाई विश्वास छ। हामीसँग केही सुनहरू पनि बरामद भएको छ। यसको अनुसन्धान हामीले सुरु गरेका छौँ। हिजो रातभरि हाम्रो अपरेसन चलेको थियो र आज पनि हामी त्यो कन्टिन्यू गर्छौँ र यो लुटेका सामग्रीहरू कहाँ लगेको छ त्यसको पनि अनुसन्धान गरेर खोज तलास गर्छौँ। अपराधीले जहिले पनि उसको मनोविज्ञान के हुन्छ भने कुनै एउटा अवसर पायो भने उसले अपराध कर्ममा संलग्न भइहाल्छ। अब निजहरूले विगतमा गरेका अपराध कर्मको सजाय भुक्तान गरिसकेपछि फेरि त्यही नै कर्ममा आएको चाहिँ अनुसन्धानबाट देखिएको छ। म पानी लिएर आउँदै गर्दा 6 जना थियो, 2टा बाइकमा 3 जना एकैचोटि आएर समाएर यहाँ समातेर यहाँ केही सुँगाइदियो, यसरी मुख छोपेर कानको खोल्नु थाले। त्यसको त्यो मान्छे उठेको छैन। चिच्चायो नि, मुख थुनिहाल्यो, कसरी चिच्चाउने त? मुख 6 जना, 1 जना चाहिँ उताबाट हेरिरहेको थियो। हामी यता लक्ष्य खेल्दै गर्दा उताबाट हेरिरहेर चाहिँ क्यामेरामा हेर्दा चाहिँ पछि केटाहरू यिनै हुनु। मलाई समाउने मुख थुन्ने त ऊ त्यो अल्को अलिकति कालो कालो सानो टाउको भएको मैले चिनिसकेँ। यिनीहरू त एकदमै आजीवनै जेलमै राख्नुपर्छ। यिनीहरूले फेरि निस्क्यो भने फेरि पनि यिनीहरूले गर्न घटाउँछ। हामीले त्यतिखेर प्रतिकार गरेको भए हामीलाई जानै मार्ने हो, तर मैले केही भनिनँ। घेरिसकेपछि के भन्नु त? अनि आइमै मान्छेले 6-7 घेर के लाग्छ, के लाग्दैन? अनि तपाईको अरु त केही थिएन, गोजीमा पैसा थिएन। यति मात्रै छामेर उनीहरूमा नातारै भयो होला। यति छामेर सिक्री पनि छ कि भनेर चाहिँ कुदी गयो, त्यही निकालेर। अब यताको मैले लुकाइसकेको उनीहरूले थाहा पत्ता पाएन। त्यो पत्ता पाएको भए त फेरि फर्केर पनि लान्थ्यो होला, तर मैले त्यो लुकाइसकेको पत्ता पाएनन् उनीहरूले। त्यही भएको कारणले एउटा चाहिँ लग्यो। मैले सत्य कुरा गर्छु। यिनीहरू त आजीवन नै जेलमै होस् भन्छु म चाहिँ, त्यही माग गर्छु म त। अब यिनीहरू निस्केपछि पनि फेरि पनि घटाइ नै हाल्ने हो। बानी त छोड्दैन नि, यिनीहरूले त छोड्दैन नि।